छैठौं पटक प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको सपना लगभग तुइएको छ। हामीले बारम्बार भन्दै आएको कुरा यो पटक कांग्रेसका केही नेताहरूले हिम्मतको साथ लागू गरेका छन् र नभन्दै गगन थापा र विश्वप्रकाश शर्माले देखाएको यो हिम्मतलाई 2-4 जनाले होइन 50% भन्दा बढी कांग्रेसका नेता तथा कार्यकर्ताहरूले साथ दिएका छन्। अहिले नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। देउवा समूह बिना नै सुरु भएको यो महाधिवेशनले पुरानो केन्द्रीय समितिलाई भङ्ग गर्दै गगन थापालाई अन्तरिम सभापति बनाउने गृह कार्य अगाडि बढाएको छ। गगन र विश्वप्रकाश शर्माको यो 8 पछि बनेको माहौलले नेपाली कांग्रेस फुट्न सक्ने सम्भावना अत्यन्तै बढेको छ, किनकि आधा भन्दा बढी नेता तथा कार्यकर्ताहरू अझै पनि देउवाको पक्षमा उभिएका छन्। विभाजनलाई रोक्नको लागि अहिले देउवा पक्षबाट रमेश लेखक लगायतका नेताहरू गगन समूहसँग वार्तामा बस्ने भएको छ। खै राजनीतिक दल भनेको कुनै एक नेताको वीरता होइन, एमाले जस्तो कसैको प्राइभेट कम्पनी पनि होइन। राजनीति भनेको त समग्र नेता तथा कार्यकर्ताहरूको डिसिजनबाट चल्न सक्ने एउटा बृहत समूह भन्ने कुरा यो पटक कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पुष्टि गरिदिएका छन्। किनकि देशमा लोकतन्त्र ल्याउनको लागि मुख्य भूमिका खेल्दै स्थापना भएको नेपाली कांग्रेसले जसै सभापतिमा शेरबहादुर देउवालाई पाए त्यसपछि बीपीको सिद्धान्तलाई सर्लक्कै त्यागेर नातावाद, कृपावाद, स्वार्थवाद र पुँजीवादतिर मात्रै कांग्रेस ढल्किसकेको थियो। पछिल्लो समय त कांग्रेसभित्र सिद्धान्त अनुसार होइन दाजु र भाउजूको आशीर्वाद अनुसार चल्नुपर्ने बाध्यता बनिसकेको थियो। तर यही बीच देशमा जेनजी आन्दोलन भइदियो। आन्दोलनको निशानामा पुराना दल र तिनका शीर्ष नेताहरू परे। देउवा दम्पतिले त आफ्नै घरमा कुटाइसम्म खाए। त्यसपछि माओवादी, कांग्रेस र एमाले जस्ता ठूला दलहरूमा नेतृत्व परिवर्तन यानि कि हस्तान्तरण हुनै पर्छ भन्ने माग जोडतोडको साथ अगाडि बढ्न थाल्यो। त्यस लगत्तै यसको सुरुवात माओवादीले गर्यो। प्रचण्डले अध्यक्षबाट राजीनामा दिँदै आफूलाई संयोजक बनेको घोषणा गरे। त्यसपछि प्रचण्ड र माधव मिलेर बनेको नयाँ दल यानि कि नेकपा पनि यो पटकको समानुपातिक सूचीदेखि प्रत्यक्षतर्फ सिफारिससम्मलाई हेर्ने हो भने नयाँ पुस्तालाई प्राथमिकता दिएको देखिन्छ। यससँगै सैनिक अस्पतालमा उपचार गरिरहेका देउवाले पनि अब आफू सक्रिय राजनीतिमा नरहने अनौपचारिक रूपमा घोषणा गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बनाए। त्यसपछि अब कांग्रेसमा युवा नेतृत्व आउँछ होला भन्ने धेरैले आश गरेका थिए। तर यही बीच उता एमाले भित्र केपी ओलीलाई देवत्वकरण गर्न सुरु गरियो। ओली बिना एमाले चल्नै सक्दैन भन्ने भाष्य बनाइयो र फरक विचार राख्नेहरूलाई पेलेर जाने नीति लिँदै विधान नै संशोधन गरेर भए पनि महाधिवेशनबाट ओलीलाई पुनः 5 वर्षको लागि अध्यक्षमा स्थापित गराए। यही बीच एमाले अध्यक्ष ओली दम्पति र कांग्रेस सभापति देउवा दम्पति बीच भेटघाट पनि भयो। त्यसपछि एकाएक परिवर्तन भए शेरबहादुर देउवा। सक्रिय राजनीतिबाटै बिदा लिने मनसाय बनाइसकेका देउवाले एकाएक फेरि डडेलधुराबाट निर्वाचन लड्ने घोषणा गरे र अझै एक कार्यकाल सभापतिमा आफै दोहोरिने, यदि त्यसो हुन नसके पनि आफैले सिफारिस गरेकै व्यक्तिलाई सभापति बनाउनु पर्ने अनि निर्वाचन अघि त कुनै पनि हालतमा महाधिवेशन गर्दै नगर्ने अडानमा देउवा देखिए। यति भएसँगै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मुख्य पहलमा 40% प्रतिनिधिहरूको आह्वानमा विशेष महाधिवेशन बोलाउन मिल्ने कांग्रेस भित्रकै विधान अनुसार हिजोबाट यसको सुरुवात गरिएको छ। थापा पक्षले गरेको आह्वानलाई नभन्दै कांग्रेसका आधा भन्दा बढी नेता तथा कार्यकर्ताहरूले साथ दिएका छन् भने यो विशेष महाधिवेशनले हाल भइरहेको कांग्रेसको केन्द्रीय समिति भङ्ग गर्दै अर्को नियमित महाधिवेशन 9 दिनसम्मको लागि गगन थापालाई अन्तरिम सभापति बनाउने तयारी थालेको छ। तर विधान अनुसार 2/3 मात्रै सभापति फेर्न बनाउन वा फाल्न पाउने भएकोले गर्दा अहिलेको 50-55% गरेको यो निर्णय वैध नहुने र देउवा नै सभापति रहने देउवा पक्षको अडान छ। किनभने 2/3 पुग्नको लागि कम्तीमा 66% भन्दा माथिका प्रतिनिधिहरूले यो विशेष महाधिवेशनमा भाग लिनुपर्ने हुन्छ। खैर अब के होला कांग्रेसभित्र त्यो हेर्न बाँकी नै छ। तर हामीले सधैँ भन्दै आएको कुरा अर्थात् यदि राजनीतिक दल र त्यो भित्रका नेताहरूलाई सधैँ सही ट्र्याकमा राखिराख्ने हो भने बाहिरबाट होइन त्यहाँ भित्रैका नेता तथा कार्यकर्ताहरूले गलत कामको खबरदारी गर्ने हिम्मत देखाउनु पर्छ, जुन अहिले कांग्रेसभित्र गगन र विष्णुले देखाइरहेका छन्। र हामीले यो कुरा पटक पटक भन्दै आइरहेको थियो। अब नयाँ दल या नयाँ व्यक्तिका समर्थक या कार्यकर्ताहरूलाई अलिकता यो कुरा सजिलो लागिरहेको होला। तर जब दल बन्छ, दल ठुलो बन्छ, त्यसपछि त्यो भित्र आफ्नै नेता आफ्नै पार्टीको गलत कामको विरोध गर्न, खबरदारी गर्न सबैभन्दा अप्ठ्यारो काम हो। र त्यो अहिलेसम्म नेपालमा कुनै पनि दलले नगरेको अथवा नगरिरहेको एउटा इतिहास छ। त्यसकारणले गर्दाखेरि नयाँ दलका साथीहरूलाई पनि म अहिले भन्न चाहन्छु, नयाँ दलका नेता तथा कार्यकर्तालाई हामीले बारम्बार भन्दै आएका छौँ, तपाईहरूले पनि आफ्नो नेतालाई खबरदारी गर्न सक्नु भएन, खबरदारीको मोडल अपनाउनु भएन। देवत्वकरण गर्ने मेरो नेता सधैँ ठिक, मेरो नेताले जे गरे पनि ठिक मात्रै भन्दै बस्नुभयो भने भोलि यी नयाँ दलहरू, मैले बारम्बार भन्दैछु 30-35 वर्षमा कांग्रेस एमाले माओवादीले देशको जे हालत बनाए नि अबको 5 वर्षमा नयाँहरूले त्योभन्दा बत्तर हालत बनाउनेछ। किनकि पदमा पुगेपछि, कुर्सीमा पुगेपछि लोभ, लालच, घमण्ड, ईर्ष्या, डाहा सबै कुराहरू अटोमेटिक आउँछ र त्यसलाई खारेज गर्न सक्ने, त्यसबाट नेतालाई जोगाउन सक्ने, त्यसबाट पार्टीलाई बचाएर देशको निम्ति
लड्ने अथवा देशको निम्ति काम गर्न बनाउन सक्ने एउटै कुरा हो त्यो भित्रको आफ्नै नेता तथा कार्यकर्ताको खबरदारी। त्यसैले याद रहोस् नयाँहरूलाई पनि खबरदारी अनिवार्य छ र खबरदारी गर्नेहरूलाई गाली होइन सम्मान गर्न जरुरी छ। यो विषयमा तपाईँको धारणा के छ र अब काङ्ग्रेसको आगामी राजनीति भविष्य के होला, तपाईँको धारणा कमेन्ट गर्नुहोला।